अनि यो 7 जना अहिले भागवतवासीको निकाल्नु शास्त्री 4 अब यो नेपाल सरकारको नीति अनुसार हामीले गुरुकुल यहाँ Sanskrit in bachelor. Four ladies from here completed bachelor degree in Sanskrit. Very nice. And where did they study Sanskrit? Another place. So when we have pictures here. Yeah. Here. Is in this room here? You were teaching. Yeah, this room. And how does the school get money? People make donation? Yeah, donation, yeah. Donations. Seven ladies is a Bhagavad Gita. Bhagavad. Speech of Bhagavad. 7 ladies. 7 ladies? Speech Bhagavad. कस्तो मलाई त न्युज सुनेको थिएँ अन्त कति त्यतिखेर कस्तो फोन गर्न पनि कस्तो भयो है होइन फेसबुकमा जोइन हुनु भएको थियो देखाएको थियो क्या त्यो त बोलाउनलाई त्यहाँ त्यो घाटमा बोलाउन सजिलो हुन्थ्यो नि त कस्तो क्या पढे बेलामा त है अनि बेला पढाउँछ होइन एकैचोटि त्यो गहुँत खाएपछि त्यो लिभरलाई गरेको क्या नत्र त सबै क्यान्सरहरू त घटिसकेको थियो नि त्यस्तो हुँदो रहेछ त्यो गहुँतले अनि लिभर भनेर तपाईँको क्यान्सरको क्योर नै हो होइन त्यो उसलाई लिभरलाई गरिदियो नि त त्यसले जन्डिस बनाइदियो क्या फेरि रेस्टुरेन्ट गएर आइरहेको छु यतिकै चलेर नचल्नु भएछ त्यो अन्य चलाउँछ त्यतिकै पज मात्रै छ क्या पज यहाँ लिन मिल्यो अहिले पजमा छ यहाँ लिएको छ कि पजमा छ कि नचलाउ फेरि त्यो मेट्यो भने मेटिन्छ
How far is your family home from here? Your family home, where you live with your brother? Very good. People
डस्टबिन छैन अलि डस्टबिन छ त्यहाँ अहिले कहीँ हाल्दैन कसरी दियो बाबु अनि राजा राष्ट्रपति हुने त यो पर्छ हामी फेसबुकमा छौँ अनि हजुर लिँदा भइहाल्छ नि बाबु लियो
कति भयो I am also the teacher. I would like to welcome Kingsley in this program and his wife Leslie Brooks. Welcome. हाम्रो यस कार्यक्रमको औपचारिक रूपमा चाहिँ सुरुवात गरेको छौँ आदरणीय अध्यक्ष देवल बास्कोटा गएको हातबाट चाहिँ हामी दीपक प्रज्वलन गरेर अनि कार्यक्रम औपचारिक रूपमा सुरु गर्नेछौँ तत्पूर्व उतये सहस्रपादा शिशिरोरुहावे सहस्रनाम्ने पुरुषाय ते सहस्रकोटि युगधारिणे नमः। भद्राणी पश्चिममा पश्चिम भाग आज हाम्रो यस गारी कन्या गुरुकुलको यो हलभित्र हाम्रा महत्त्वपूर्ण अतिथिहरू प्रवेश गरिसक्नु भएको छ। हामीले उहाँहरूलाई फुलको थुङ्गाबाट स्वागत गरेका छौँ। यद्यपि उहाँहरू अहिले महर्षि फाउन्डेसनबाट आउनुभएका आदरणीय अध्यक्ष दीपक बास्कोटाज्यू, यसै गरी भरत पौडेल सर, जसलाई मैले धेरै वर्ष अगाडि हामी गुरुकुलको कार्यक्रम लिएर झापातिर जाँदाखेरिको याद आउँछ हजुरलाई देखेपछि। यसै गरी उहाँहरूको साथमा आउनुभएका डाक्टर किङ्स हजुर र उहाँको वाइफ फरेन्जुन पाहुनाहरू हुनुहुन्छ हजुरहरू र हजुर उद्धव सर, हजुरहरू सम्पूर्णलाई मेरो एउटा व्यक्तिगत तर्फबाट र यस गुरुकुलमा रहनुभएका सम्पूर्ण पदाधिकारीहरूको तर्फबाट एकमुष्ट नमन गर्दछु। जय गुरुदेव। गुरुकुलहरू रहँदा, छोराहरूको गुरुकुल रहँदा, कुमारहरूको गुरुकुल रहिरहँदा हाम्रो कन्या गुरुकुल चाहिँ एउटा पनि नभएको हुनाले त्यति बेलाबाटै मुरबाबा दिजूहरूले जो गारी कन्या गुरुकुल काठमाडौँमा चलाउनु भएको थियो र यहाँ पनि हामीले केही बच्चाहरू यहाँ वेद आश्रम रहेको थियो, त्यति बेला त्यो त्यहाँका बच्चाहरू र यहाँको बच्चाहरू मिक्स गरेर हामीले एउटा गारी कन्या गुरुकुललाई हामीले निरन्तर रूपमा सञ्चालन गरिरहेका छौँ। देवघाटमा सञ्चालन गरिरहेको चाहिँ 75 सालबाट हामीले सुरुवात गरेका हौँ। एकदमै गाह्रो हुँदो रहेछ। अब गाह्रो त भगवान्ले नभन भन्नुहुन्छ, भगवान्ले दिएका सन्तानलाई भगवान्ले भन्न आवश्यकै छ। उहाँकै सन्तान हौँ हामी र भगवान्ले भन्नुहुन्छ तिमी सम्पूर्णबाट स्वागत गर्दछौ र आसन ग्रहण गर्न पाएको म हार्दिक अनुरोध गर्दछु। यसै गरी जगन्नाथ बुवालाई पनि मैले देखिरहेको छु, हजुरलाई पनि स्वागत छ। रामप्रसाद अवस्थी गुरु यति बेलासम्म यही नै हुनुहुन्थ्यो होला, मलाई यहाँ बोल्न भनेर उहाँले भन्नुभयो र यी शब्दहरू मैले भनिरहेकी छु। यसमा गुरुकुल चलाउने क्रममा एकदम विभिन्न
गर्छु सभाध्यक्षसहित अतिथिहरूलाई नमन गर्छु समयको अभावले म बोल्नभन्दा अध्यक्षलाई दिनुहोस् भनेकै थिएँ मैले एउटा कुरा मात्रै राखेर मेरो दुईटा कवि छु ओजेल हुन्छु यो अङ्गुर बाबाजीले अध्यक्षजीकै मनले हामी नयाँ नयाँ भाव लिएर साँचोस् अनादि नेपाल अनन्त बाँचोस् अनेकता भित्र अखण्डता होस् समस्त नेपाल मुसुक हाँसोस् यो दुःख भोगने परमेश्वरै हो यो भक्ति र दुःख अवश्य मान्छ सुटुक सामान लिएर जान्छ अब एउटा कविता भूषण वेश संस्कृति कला आदर्श शैली कला कसमा छन् थरका तला तल हुँदा थारू कसोरी भयो जेठो वेद हिमाल हो सकलको कैलाश साक्षी छयो अब ध्यान हामी हजुरले कविता भन्दा एउटा श्लोक बनाए अब हजुरहरू आउनुभयो नेपालमा पनि गरौँ अब ध्यान हामी भन्दै महर्षि गुरुको स्वभाव ल्याई आए यहाँ भरत दीपक किङ्सली स्वागत म गर्दछु यहाँ दुई हात जोडी वर्ष पुरानो महर्षि विश्वविद्यालयमा ललित प्राध्यापक प्रोफेसर हुनुहुन्छ अहिले नेपाल लगायत एसियाका देश हेर्नुहुन्छ अब may I request to Leslie to address to the Very warm welcome today with beautiful flowers and beautiful bhajan. Thank you. तपाईहरुको यति राम्रो भजन र राम्रो फूलले स्वागत गर्नुभयो धेरै धन्यवाद छ You are very fortunate to have such beautiful Gurukula and beautiful forest of Devghat. उहाँहरु भाग्यमानी हुनुहुन्छ देवघाटमा यति राम्रो गुरुकुलमा बस्न पढ्न पाउनु भएको छ And this is an important time in your life. While you are young in Gurukula, you are preparing for your future, for yourself and for your country. यो एउटा राम्रो अवसर छ भविष्यको लागि आफ्नै भविष्य देशको भविष्यका लागि तपाईहरु अहिले तयारी गरिरहनु भएको छ You know, before you eat, you prepare. You go and you cook your food, you put out nice thali, you sit down. So you prepare. Before you do something great, you always prepare. You have to prepare for it, like eating. जसरी हामी घरमा खाना खान जाँदा पकाउनु पर्यो थालीमा राख्नु पर्यो खानुभन्दा पहिले धेरै कुरा तयारी गर्नुपर्छ हैन त्यस्तै Now that's a small example, but what you're doing is you're preparing here for a big successful life ahead. जसरी एउटा खानाको लागि सबै कुरा तयारी गरेर मात्रै खाइन्छ त्यस्तै जीवनको सफलताका लागि केही कुरा तयारी गर्नुपर्छ And do you know how the best way to prepare for successful life? Does anybody know what is the best way to prepare for successful, good, healthy life? तपाईलाई थाहा छ एकदम सफलतापूर्वक स्वस्थ जीवन बिताउनको लागि के प्रिपेयर गर्नुपर्छ थाहा छ Anybody know how to prepare? What? Oh, everybody has the answer. Very good. Bhavati Dhyan, transcending, going within. That's how we unfold our inner genius, our inner potential. भावती ध्यान जो हामी भित्र जान्छ अनि त्यसले हामीलाई चाहिँ यो प्रिपरेसनमा पुरा चाहिँ अभ्यास गराउँछ And how do we know that this is true? How do we know? कसरी थाहा छ तपाईहरुलाई यो कुरा Because everything that's outside has come from inside, has come from someone's thoughts. कसरी भन्दा जे जति बाहिर छ त्यो भित्रबाट आउँछ अनि थाहा पाउँछन् बाहिर हो
बाहिर के छ को छ कस्तो छ हामी देख्छौँ विचार गर्छौँ कहाँबाट आउँछ त्यो भित्रबाट आउँछ होइन त्यो भित्रले बाहिर देखाउँछ बाहिर चिनाउँछ त्यस कारणले बाहिर चिन्नलाई पनि भित्र बस्नुपर्छ पहिला Our thoughts come from an infinite place of energy and intelligence. Our thoughts come from a source of infinite energy and intelligence. हाम्रो यस्तो इनर्जी छ भित्र त्यो इनर्जीबाट बाहिर आउनका लागि चाहिँ हामीले चाहिँ अभ्यास गर्नुपर्छ So if we can experience that twice a day, then we can accomplish great things. हामीले त्यसलाई दुईपल्ट बिहान र बेलुका अभ्यास गर्नुपर्छ अनि त्यो अभ्यासबाट हामी भित्र बस्छौँ भित्र बसेपछि बाहिर सबै थोक देख्छौँ र व्यवस्थापन गर्छौँ But the important part is we must do it. We must close our eyes and experience. We can't just talk about it. We have to do it. We have to experience it directly. त्यो आँखा चिम्लिने मात्रै होइन त्यो आँखा चिम्लेको बेला हामी त्यो भित्र प्रवेश गरेर अनि फेरि त्यसलाई हामीले प्र्याक्टिस गर्नुपर्छ त्यसबाट चाहिँ अनि बाहिर हामी सबै कुरा देख्न सक्छौँ And you know it's so easy. It's enjoyable. तपाईँलाई थाहा छ अनि यो यति सजिलो छ यति चाहिँ के अरे चाहिँ आनन्दको छ अनि त्यो थाहा पाइन्छ So I only encourage you because I started transcendental meditation when I was 19. And I wish I had started when I was your age. So don't miss any opportunity for daily Bhagavati Dhyan. मैले 19 वर्षको उमेरमा यो अभ्यास गरेँ र थाहा पाएँ र यति राम्रो छ यति आनन्द छ र यसलाई चाहिँ तिमीहरूले कहिले पनि नभुल्नु यसलाई अभ्यास गर्नु And I wish all of you great success and happiness and good health and all of your wishes come true. म तपाईँहरूलाई त्यही शुभकामना दिन चाहन्छु पूर्ण सफल हो स्वस्थ रहनुहोस् राम्रो गर्नुहोस् त्यही मेरो शुभकामना आशीर्वाद छ देखि नै त्यहाँ प्राध्यापन गर्ने प्रोफेसर हुनुहुन्छ डक्टर हुनुहुन्छ अहिले नेपाल लगेर एसियाका धेरै देशमा उहाँहरू दुईजना हुनुहुन्छ अब उहाँले पनि केही आशीर्वाद शुभकामना दिनुहुन्छ यु विल ब्लेस देम want to re-emphasize what Leslie has said. Each and every one of you is like a beautiful plant or tree or flower. And how do you make that plant or tree or flower very, very healthy and good? जसरी लेस्ली ग्रुपले अघि भने जस्तै तपाईँहरू नानीहरू चाहिँ एउटा सुन्दर बगैँचाको चाहिँ के भन्छ सानो वृक्ष भर्खर तयारी गरेको नर्सरी जस्तो त्यस कारणले यो चाहिँ जस्तो बनायो त्यस्तै बन्छ The way you nourish and make that plant or tree very healthy is by watering the root. And what happens when we water and fertilize the root? The whole tree or flower becomes beautiful and strong and healthy and gives great fruit. त्यो सानो एउटा नर्सरीको बिरुवालाई जसरी मलजल गरेर ठुलो बनाउनलाई मलजल गर्नुपर्छ अनि ठुलो हुन्छ अनि फल दिन्छ हैन फल सबैले खान्छौँ कति राम्रो हुन्छ त्यस्तै हाम्रो शरीरलाई पनि हाम्रो करि बच्चै उमेरदेखि मलजल Bhagavati Dhyan is like watering the root of life. Each time पानी हाल्नु भनेको अनि त्यसो भागवती ध्यान गर्नु भने जसरी एउटा बिरुवालाई पानी हाल्दा the fruit. त्यसै उनीहरूले महर्षिजीले के भन्नुभयो वाटर दि रुट इन्जोय द फ्रुट भनेको वृक्षमा पानी हाल अनि वृक्षले फल दिन्छ खाऊ आनन्दले And it is also the message, the lesson that Lord Krishna gave to Arjuna. He said, Guru Karmani, established in that field of consciousness within, then perform action, and your actions will be successful and bear great fruit for your life. त्यही बेला भगवान कृष्ण In your life, this is the watering of the root to enjoy the fruit. सबैलाई भने जय गुरुदेव भन्नु है जय गुरुदेव फेरि एकचोटि जय गुरुदेव गुरु ब्रह्मा गुरु गुरु भनेको के हो त्यो भन्नु त त्यस कारणले हामीले सम्बोधन गर्दाखेरि
महर्षि अभियानका सम्पूर्ण सन्त वैज्ञानिकहरू सबैले संसारभरि के भन्छन्, जय गुरुदेव भन्छन्। अनि अरू पनि भन्नुहोस्, अरू भन्दै गरे कुरा नभन्ने होइन, तर जय गुरुदेव भने गुरुलाई पहिले हामीले के सम्बोधन गर्यौँ भने गुरुले हामीलाई बाटो देखाउनुहुन्छ, अँध्यारोबाट उज्यालोमा लानुहुन्छ, अज्ञानताबाट ज्ञानमा लानुहुन्छ। त्यस कारण जय गुरुदेव भनेर सम्बोधन गर्नुपर्छ है त। अब भागवती ध्यान प्र्याक्टिस गर्न थालेको छ, चेकिङ गर्ने कुराहरू हुन्छ। अनि लक्ष्मी आउनुहुन्छ, उहाँले ध्यानको चेकिङहरू गराउनुहुन्छ, यो ध्यानको अभ्यासलाई जारी राख्ने। अब अहिले चाहिँ हामी किन आएको, पहिला पनि आएका थियौँ, अघि गुरुआमाले भन्नुभयो अन्तर्राष्ट्रिय लेभलबाट हुन्छ, त्यसको ब्रिज पुलको काम गर्ने उहाँहरू। त्यस कारणले उहाँहरूलाई देखाउन ल्याएको, हेराउन ल्याएको, उहाँहरूले आउँछौँ हेरौँ त भनेर अब हामी नजिक आउँदैछौँ। त उहाँहरू कन्भिन्स हुनुभयो, तपाईँले केही गर्नु पर्दैन, तपाईँले ध्यान रेगुलर प्र्याक्टिस गर्नुभयो, विद्यार्थीले, टिचरले र सञ्चालक समितिले भने अनि उहाँहरू प्रवेश गरिहाल्नुहुन्छ। ध्यान नगरेको गाउँमा उहाँहरू जानुहुन्न, ध्यान नगरेको होटलमा बस्नुहुन्न, वास्तु नमिलेको होटलमा नसुत्नु भन्नुहुन्छ, ध्यान नगर्ने मान्छेसँग नबोल्न पाए हुन्छ भने उहाँ त्यस्तो छ। त्यस कारणले गर्दा हामी ध्यानै छौँ भने चाहिँ परिवारको सम्बन्ध। अनि सञ्चालक समितिले पनि गुरुआमा मुख्यले अरू गुरुहरूको को हुनुहुन्छ उहाँहरूले पनि अहिले सञ्चालक समिति र गाउँलेहरूलाई भर्छन्, बाबुआमा छन् भने विद्यार्थीको बाबुआमाहरूलाई पनि ध्यान सिकाउने काम गर्नु होला। अब म आज केही धेरै भन्दिनँ। एउटा चाहिँ माथि अर्को बालिका विद्यालय छ, त्यहाँ पनि पर्खिरहनु भएको छ, त्यहाँ जाँदैछौँ। एउटा चाहिँ यहाँ राम जानकी मन्दिरमा पनि हामी पुगेर आयौँ। अब यहाँ अब यो 3टा सक्ने हाम्रो कार्यक्रम छ आज, अर्कोतिर पनि जानुपर्ने छ। मैले पहिला धेरै कुरा भनेको छु, मैले भन्ने कुरा नै उहाँहरूले अघि भन्नुभयो, मैले नेपालीमा अनुवाद गरेँ, त्यही हो। अब तपाईँहरूले ध्यान गर्नुभयो भने बाटो खुला हुन्छ, उहाँहरूलाई हामी जोड्छौँ। जोड्यो भने तपाईँहरू अहिले 10+2 गर्दै हुनुहुन्छ होइन? 10+2 हो। कहाँ कुन यो कुन संस्कृतबाट सम्बन्धन हो? नगरपालिकामा अब योभन्दा माथि कुन क्लासहरू हुन्छ संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर तपाईँहरूको चाहिँ ब्याचलर गर्नुभयो भने तपाईँहरू वैदिक साइन्स पढ्नको लागि अमेरिकाको युनिभर्सिटीमा पनि योग्य हुनुहुन्छ। तर तपाईँहरूको भाग्य नै निर्माण गर्नुपर्छ। जति धेरै ध्यान गर्नुभयो त्यति तपाईँलाई पावर मिल्नेछ। महर्षि युनिभर्सिटी अमेरिकामा यस्तै ध्यानीहरूलाई मात्रै लिन्छ, त्यहाँ अरूलाई लिँदैन। त्यस कारणले गर्दा ध्यान नसार्नु होला र यो ध्यानको ज्ञानले तपाईँहरूको जीवनलाई पूर्णता दिनेछ। म त्यही शुभकामना आशीर्वाद दिन चाहन्छु। सञ्चालक समितिहरूलाई पनि यही विधामा मिलेर काम गरौँ भन्ने शुभकामना दिँदै मेरो भनाइ म यही अन्त गर्छु। जय गुरुदेव। खिच्दैन पज भनेर भावनामा